नाइट हन्टिङको लागि है चाहिँ यहाँ छ विल भाइ कमले भान्सा ब्याकग्राउन्डमा छ मेरो दाइ नवीन यता किरण भाइ है ल बसौँ हामी लागौँ है त हाम्रो डेस्टिनेसन चाहिँ जलुके त होइन कहाँ अरे भन्छ बतासे भन्दा माथि के मुखिया ढुङ्गासम्म है मुखिया लुङसम्मको यात्रा है हाम्रो सुन्नुहोस् त हामी चाहिँ बतासा भन्ने ठाउँमा आइपुग्यौँ है ल फाइनली अब फिसिङ सुरु गर्ने हो हामी चाहिँ हल्का खाजा पनि दिनु पर्ला जस्तो छ यहाँ पसलो छ यहाँ हामी यहाँ पार्किङ गर्छौँ पार्किङ स्थल ह्यान्डसम बोय छिर्नु अघि अलिकति खाजा खाऊँ भनेर चार्ज गर्दैछौँ हामी होइन चार्ज गर्दैछौँ नाइट हन्टिङको लागि चार्ज हुँदैछ है एकछिन पहिला म खाइदिउँ चेस्ट गरिदिउँ है ब्याट्री हेल्थ चाहिँ 100 गराउने अनि भाइ त सबै दाजुभाइ जेठो मामा जेठो दाई चुपछि सेकेन्ड थर्ड फोर्थ फेरि म फेरि माइला छैन बुझ्दिनँ सेकेन्ड हो क्या हामीसित खोइ हेरेकै छैन भन्छ ल अब ल यस यो कमलको एकदमै मनैबाट इच्छा मनोकांक्षा होइन हामी चाहिँ यसको मनोकांक्षा पुरा गर्नको लागि अल्छीलाई पनि नाइट पुरै ग्रुप हिँड्नेछौँ यो छुट्टीको लागि खुसीको लागि लाज पचाएर भन्छ खासमा चाहिँ हाम्रो दाइको र मेरो चाहिँ के अरे क्याम्पिङ हो होइन तर कमलको चाहिँ हन्टिङको कान्छेको के अरे मेरो म दुइटै हो जता फाइदा त्यता ल हामीसित आउनुहुन्छ अझै जोड्न किरण दाई मामदण्डर अनि किरण दाई हतियार सेट गरिदिनुहुन्छ त्यो पनि अनि किरण ल चेस गरौँ अनि ओके। चेस गरेर ल हामी चाहिँ खोला पसेको बतासमा मिठो बतास चलिरहेछ है के छ हेलो हाई कस्तो देखिरहेछ है नाइट भ्यूमा जाल त निकै अल्छे छ यो त जिन्दगीदेखि अल्झेको मान्छेलाई जाल अल्झेर के हुन्छ र होइन अरे प्रयास जारी छ सङ्घर्ष जारी छ सङ्घर्ष नै जिन्दगी हो कि हामी चाहिँ बतासबाट सुरु गरेको हामी चाहिँ खेल्दै खेल्दै टार्गेट हाम्रो डेस्टिनेसन चाहिँ मुखिया लुङसम्म हो है त्यहाँसम्म पुगिन्छ पुगिन्न हेरौँ है इन्टर भयो है हाम्रो माछा यहाँ कति भइसक्यो यहाँ हो पुरै मारिसक्यो ल ठिक छ अब म ढिलो आएँ नि त त्यो वाल नाग्न नसकेर हो नि त कमल म गन देखाउ त भाइ गन के भन्छ गन है स्पेसल्ली गन हो ल मेरो दाइले माछा मारे यहाँ खै 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 मेरो नि राम्रो उद्घाटन भएको छ ल यो त हान्दै पछि आयो भन्दा म त रातभरि खेल्छु त दाइको अस्ति घाँट दुख्ने गरी हाम्रो त परेन ल ल ल खोर दममा गरौँ त कान्छ ल ल खोर दममा कान्छ दुईटा पो ओ माई गड दुईटा परेछ उता नि थुप्रै छ है यहाँ त ऊ बुझ्नु न दाइ माछा त वाइल भेट्छ के हो आज के इन्टर त खतरा भइरहेछ त हाम्रो दाइ त पाउँछ है माछा मरे के यति इजीले हान्छ क्या ओइ मारे दाइ नाइस 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 साइजको माछा है धर्कुलो पनि ओहो खै 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 मोटरको एकछिन ल एकछिन तिरेन रे ठुलो बना ल ल गङ्गाटा पनि आए यो भगवान्को नाममा सकिम है रिलिज रिलिज दाइलाई गरौँ है नटोक है तँलाई भनिदिएको आज मैले मार्छु फेरि ल वाउ पाँच पनि गर्दैन ल ल ल ल भोटर लोड निकाला दाइ भोटर लोड
यसो खोलामा हिँड्न कहाँ सजिलो छ र भने जस्तो समय होला है समय होला आम फाल्यो के आम फाल्यो यस्तो ढुङ्गाहरू चाहिँ ठुलो ढुङ्गा चाहिँ पऱ्यो क्या पर्दो रहेछ रे थाहै छैन रे बलङ्गा हिँड्ने ठाउँ यार अलिक गहिरो मात्र खोज्दै हिँड्ने भाइको माछा मात्र समात्यो नि त मैले त भाइले भागेन कहाँ छ भाग्नु मैले ल दाइ भगाउँदा कान्छाले फेरि समाउनु उता गहिरोमा हाने छैन कसैले ओ त्यो छरामा छोटमा हाल्छु टार्गेटै हाम्रो भोटर लोक हो समय छामेको हो यस्तै हो कि म त पाहाडको पहिला खेलाडी हो नि त माइला दाइलाई वाक्क गरेको छु मैले त्यसले ठुलो सेन्टर हान्दै हिँड्यो होइन म त यसलाई त हालमै अहिले त अति भयो यार फेरि पनि आयो त्यो रिलिज गरेको होइन अघि हामीले यो अर्को होला है ल है ल है ल है ल है ल है है दाइ माथिबाट वाउ हो लखटे चाहिँ लखट्न त माछा खान्छ क्षमा दामी नाइस ओए कान्छाले पनि सेतै ल्या है खैबाट हेरौँ पछाडि देख्छु नि ओए बुझ्नु न माई गड सरजी खै जाला है मेरो खोलातिर है बुझ्नु बुझेन नमारेर हाल्ला भने क्या साह्रै उफ्री खुम्री गर्छ फेरि बुझ्नु न वाउ भाइ नाइस है वाउ यस्तै पारेको कमलले पनि सेम यसरी देखाउँदा माथि वाउ माछा है ल तिरमा एमाजिङ खै 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 के हो रे यो त कटङ्गा होइन र साला चिल्लियो त होइन नि होइन होइन 3 राउन्ड भइसक्यो त्यो बुझेन टोक्यो बुझेन है हुँदो रहेछ हो 3टा भइसक्यो त्यो के अरे कटङ्गा रे कटङ्गा हो खै यो लिएको रङ के हो होइन अरू पनि उसको मसिन लिने गयो त होइन रे यता पनि हो छ तर यिनीहरूलाई मारेको थिएँ नि है मैले यत्तिकै हालेँ यहाँ गएर मर्छ अब ए किरण भाइको नाइस है नाइस माछा मार्नु ल सर आउँला राख्दै त त्यहाँ पेटीको त वाउ कुन माछा खान्छ यो ए अलमोस्ट निस्किनु लागिहाल्यो है ए फुरुलो त हो कि यो त साइज गरेछ हौ खै भाइ ठुलो त आएछ है ल वाउ ठुलो लाइट छ ल है एकछिनलाई रेस्ट है हामी रातको 11 बज्यो अहिले चाहिँ बल्ल स्टार्ट हुँदैछ हाम्रो माछाहरू बल्ल पर्छ अगाडि चाहिँ हाम्रो अगाडि चाहिँ अरू मान्छेले जाल खेल्दै गएको रहेछ त्यही भएर हामीले माछै भेटाएन क्या भने जस्तो त्यही भएर एकछिन रेस्ट गरिदिउँ एकछिनमा माछा निस्किन्छ कि भन्ने आश है हाम्रो ठक्रक्कै हुने भान्जा देखिनँ नि त मैले हजुरलाई माछा हेर्दै हुनुहुन्छ मेरो भान्जा एक डेली चाहिँ फुल हो कि अब एकैछिनमा डेली देखाइदियो त्यही भन्छ माछा नभेटाएकै त मजाले नभेटाएकै होइन तलतिर जति भेटाएको थियो नि सुरुमा यो चाहिँ यता छ है फेरि माछा त ओ माई गड वाट इज दिस ल है एकछिन रेस्ट पछिको हाम्रो कटङ्गा माछा परेछ बाम पऱ्यो रे लिएर आउँछ दाइ ए माछा त फुरुरु भोटर भनेको यही त नि के त यो होइन
के हो यो खै ओ माई गड सप झाले जहाँ गए पनि यही मार्छु हेर मैले भट्टर रक मारेछ हेर ओ के हो यस्तो है मुसै के भएको यस्तो पहिला टिकट थिच यो चाहिँ हाम्रो इन्भेन्सन है ल दुइटै छ है गर्नु ल कुन बोक्ने हो अब हाम्रो केटाहरू तिर हान्छ है तिर यहाँ चाहिँ मासला गनसँगै देख भनेको र है ल गनमा है यो गनमा देखेको छैन कमल त्यहाँ कस्तो घडिया छ नि ल्याए घडिया ए छोडिदियो छोडिदियो जमानामा कसले फिटकार ए बाहिर फाल्थ्यो थापेको त होइन नि ओए हेरौ त वाउ नाइस 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 खै 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 वाउ दामी किरण भाइ पक्का पक्का ननिकाल ल यहाँबाट गएको दुःख छ तिमीको लाइट बन्द गर तिम्रो यो त आउँदैछ वाउ नाइस है नाइस खै गनमा देखाउ त लाइट बन्द गर्दा ओ दामी ल लाइटले ल्याङ गरेको लाइटले हो झाडुले ल ल लाइट हटाउ त ल दामी तपाईँको पानीमा त पेस्टहरू देखिन्छ क्या वाउ बुझ्दैन ल ल ल ल यहाँ हाल त नाइस सट है गाइस ल गन लोड गर त गन लोड गर दामी यार नानीहरू यो गर्नु त यार ठुल्ठुलो माछै भेटेको छैन क्या भेटेको अलिक ठुल्ठुलो गन देखो गन औ भाग्यो के हो होइन त खोलामा त ठुल्ठुलो देखिन्छ क्या यो बेलामा त
यस्तोलाई नि क्या ठुलो देखिन्छ त ओ माई गॉड वाओ अझै रातको 1 बजिसक्यो हामी चाहिँ अझै माछा मार्दै हो हन्टिङ हान्दै हो है कमलले डुब्दैछ त्यो पनि बढाएर कान्छो चाहिँ हान्दैछ जाल दाइहरू त तलको लाइट हाना कमल हाना सुट हाना माछा चाहिँ एक डेली भर्यो अर्को चाहिँ यहाँ छ देखिन्छ कि देखिन्न खै फोकस भएन क्या हो सुट भएन कमल देखाउँ त पिरमा ल वाउ कमले नाइस 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 सँगसँगै है तिमीहरूले हान्दा रहेछ है कहाँ हो ठिक छ ठिक छ यत्रो यत्रो हन्टिङ ब्याग बोकेर है भान्जा र मामा मामा भान्जा भान्जा माछा यस्तो हेभी चाहिँ उठाउ न माछा हरि पारे क्या हाने कि नले मिठो हाने एकदम नन स्टप चाहिँ निकाले होइन निकाले तर मिठो निकाले क्या किरणलाई छिराउ न किरणलाई छिराउ न त्यहाँ किरण छिरो कहाँ जान्छ र यो मेन भर्सेस वाइल्ड लाइफ कसरी सर्भाइभ गर्ने त विदेशैमा भनेर आउँदैछु म माया त्योमा लाग्दैन नि मेरो खै तिम्रो सम्झनीमा बित्यो सुपानी चाँडै फर्किया देउराली सुन्ने लाग्छ माया तिमी नहुँदा मुटु मेरो स्पर्शले नछुँदा चाँडै फर्किया यस्तो हो नि त ए कुल के पुरै ल फाइनल्ली हामी चाहिँ अब खोलाबाट निस्क्यौँ आगो सागो तापेर यो जाडो छ एकदम केटाहरू आगो तापिरहेको छ अब चाहिँ हामी घर फर्किनु लाग्यो है त घर फर्किने अब एकदम जाडो भयो केटा त्यो माछा अहिले कतै कहीँबाट क्लिक देखाउँला तपाईँहरूलाई है भान्जे है हो भान्जा वाचमा के याद हामी देखेको टाइम दिँदैन तर है
टाइम दिने टाइम त अब यहाँ म्यानुअलले हो क्या अब जसरी दिन पायो आफूले अहिले चाहिँ अब बिहानको 9 बजिरहेको रहेछ 9 बजिरहेको रहेछ कोही कोहीले त्यो आफ्नो आफ्नो सामान छुट्याउँदै गरेर त यस्तो त